कान्छो देवर हुनुहुन्छ जसले चाहिँ आफ्नै भाउजूको विवश हत्या गर्नु भएको थियो। अहिले भने प्रहरले उहाँलाई चाहिँ समातिसकेको छ। दर्शकबिन, कैलालीको गौरीगंगा नगरपालिका 7 कैलाशपुरमा शुक्रबार बिहान मृत भेटिएकी 19 वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको खुलेको छ। विगतदेखि सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन्। भाउजू सुतेका बेला सिरानीले मुख च्यापेर हत्या गरे। उनले कानमा लगाएको गहना निकाले सब बाहिर लगेर नालीमा फालिदिए। प्रहरी समक्ष उनले बयान दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर चन्दले पनि सोहदर देवरले तुलसीनाथको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभएको छ। शवको पोस्टमार्टम हुन बाँकी रहेको खबरमा उल्लेख गरिएको छ। तर घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ। उनले भने नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकार गरेका छन्। भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो। तुलसीनाथले शिशुलाई जन्म दिएकाले घरमा खुसीको माहौल थियो। तर शुक्रबार घर नजिकै 16 दिने सुत्केरीको मृत्यु भएको र शिशु सकुशल रहेको खबर एकाएक फैलियो। इलाका प्रहरी कार्यालय मसुरियाले पनि मालाखेतीलाई सोही जानकारी गरायो। उक्त तथ्य आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर चन्दले पत्रकार सम्मेलनमा घटनाको विस्तृत जानकारी दिनुहुँदै अनुसन्धानको क्रममा महिलाको हत्या आफन्त देवरबाट भएको पुष्टि बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी बाल नरसिंह राणाले घटनालाई जटिल मानिएको भए पनि अनुसन्धान टोलीले सफलता प्राप्त गरेको उल्लेख गर्दै इपरका मालाखेतीका अनुसन्धान टोलीलाई पुरस्कृत गरिने घोषणा गर्नुभएको थियो। कान्छो देवर हुनुहुन्छ जसले चाहिँ आफ्नै भाउजूको विवश हत्या गर्नु भएको थियो। अहिले भने प्रहरले उहाँलाई चाहिँ समातिसकेको छ। दर्शकबिन, जय नेपाल सत्य सेवा सुरक्षा मिति 2082 साल असार 6 गते बिहान अन्दाजी 5 बजेको समयमा जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने लक्ष्मणनाथको श्रीमती वर्ष 19 की तुलसीनाथ आफ्नो घर नजिकै पानीको नालीमा मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात तत्काल इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक खिमराज पन्तको कमान्डमा प्रहरी टोली खटिए गई घटनास्थललाई सुरक्षित राखेको। तत्पश्चात इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट म डीएसपी रणबहादुर चन्दको कमान्डमा अनुसन्धान अधिकृत दालसिंह भण्डारी लगायतको टोली समेत घटनास्थलमा खटी गई। हेर्दा मृतक लास नालीको पानीबाट निकाली घर अगाडि आँगनमा राखिएको अवस्थामा रहेको। लास जाँच प्रकृति मुद्दा लगायत प्रारम्भिक अनुसन्धान कार्य गरी मृतक शव परीक्षणको लागि सेती प्रादेशिक अस्पताल कैलालीमा पठाएको। निज मृतकको लास जाँच गर्ने क्रममा लास चेक गर्ने क्रममा कानमा लगाएका सुनका गहना निकाली लगेको अवस्थामा देखिएको। मृतकका आफन्तहरू लगायत सो स्थान आसपासमा बसोबास गर्ने व्यक्तिहरूसँग बुझ्दा मृतकको श्रीमान मजदुरी काम गर्न विगत 7-8 महिना पहिलेदेखि भारततर्फ गएको र मृतकका सासू ससुरा पहाड घर गुटी बडीकेदार गाउँपालिका अन्तर्गत देवर गाउँमा गएका। घरमा निज मृतक तुलसीनाथ, देवर नवीननाथ, देवरानी र नन्दसँगै बस्दै आएका र निज मृतकबाट छोरोको जन्म भई 16 दिनको सुत्केरीको अवस्थामा रहेको भन्ने बुझेको। त्यो दिन 6 गते चाहिँ सुत्केरी भएको 16 दिन पुगेको अवस्था थियो र सो घटना सम्बन्धमा अनुसन्धानमा थप अनुसन्धान गर्दै जाँदा मिति 2082 3 महिना 5 गते राति अन्दाजी 12 बजेको समयमा उनले भनेको अनुसार 12 बजेको समय भनेको उसँग एक्ज्याक्टली घडी अथवा मोबाइल केही भएको अवस्था रहन्छ। 12 बजेको समयमा जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने पुष्करनाथको छोरा मृतक जो आफ्नो देवर वर्ष 20 को नवीननाथले घरयासी सामान्य विवादका कारण निज मृतक तुलसीनाथको कोठामा प्रवेश गरी सुतिरहेकी अवस्थामा निज तुलसीनाथको नाक, मुख र घाँटी समेत श्वास च्यापेर श्वास बन्द गरी कर्तव्य गरी मारेर मृतक लास आफैले बोकी बाहिर बरन्डामा ल्याई मृतक तुलसीनाथले लगाएका सुनका गहना रिङ थान 8 4वटा एकापट्टि र 4वटा एकपट्टि कानमा गएर थान 8 र खुट्टाको औँलामा लगाएका चाँदीका रिङ थान 4 निकाले उक्त मृतक लासलाई घर नजिकै रहेको पानीको नालीमा फालेको र मृतकले लगाएका सुन र चाँदीका गहना
प्लास्टिकको झिल्लीमा पोको पारी घर नजिकै ढुङ्गा मुनि लुकाइराखेको प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको तथ्य खुल्न आएको र मिति 2082 साल असार 7 गते हिजो मात्रै अन्दाजी 1900 बजेको समयमा निज नवीननाथले लुकाइ छुपाइरहेका मृतकका गरगहना समेत मेरै कमान्डमा गोली गएर बरामद गरिसकेको र निज आरोपी नवीननाथलाई समेत पक्राउ गरेर अहिले अनुसन्धानको कार्य भइरहेको व्यवहार उल्लेख गर्न चाहन्छु। धन्यवाद। कसरी सम्भव कुण्डी लगाएको होइन, ढोकाबन्द अवस्थामा थिएन। ढोकाबन्द अवस्थामा नदेखिएपछि दिउँसैको थोरै केही सामान देख्नुपटा भएको जस्तो अवस्था थियो। पिसाब गर्नुको लागि म बाहिर निस्किएको र त्यो क्रममा चाहिँ यसो हेर्दाखेरि बोल्नु ढोका खुल्दै देखेको ढोकाभित्र प्रवेश गरेको भन्ने अवस्था छ। अब जसरी हराएको सुन छ होइन, सुन त थिएन त्यतिखेर, त्यो सुनहरू चाहिँ हामीले बराबर गरिसक्यो। आरोपीले देखाएकै ठाउँमा अनि भनेको त्यो सुन चाहिँ बराबर भएको अवस्था छ। पोस्टमार्टम रिपोर्ट पोस्टमार्टम चाहिँ अहिले भर्खर निजको मृतकको माइती पक्ष जाहेर भएको छ, चिकन जाहेर भएको छ नदीनाथको बारेमा र त्यसपछि अहिले पोस्टमार्टम एकछिन हुन्छ। आज पोस्टमार्टम भइसक्यो होला चाहिँ बच्चाको चल्छ। अहिले त यो मृतकको सासू ससुरा यो आरोपितको बाबा पनि पुग्नु भएको छ। उहाँहरूले नै स्याहार गर्नुभयो। उसको अवस्था सकुशल भइसक्यो। कति दिनको हुनुभयो? आज 18 दिन पुग्यो होला। 18 दिन, किनभने 6 गते उसलाई 16 दिन भएको 7 तत्काल त्यही दिन भएको ठुलो झगडा चाहिँ केही पनि छैन। तर विगत लामो समयदेखि सानो मनमुटावहरू अब चाहिँ भइरहेको बुझिन्छ। के भने मेन चाहिँ यसो पारिवारिक कुराहरू बुझ्दाखेरि उहाँ पनि पहिला इन्डियामै काम गर्नुहुन्थ्यो आरोपित व्यक्ति पनि, र विगतमा उहाँको के कामले सामने के भएर मतलब एउटा विराटको कारणले उहाँले काम गर्न सक्नु भएन। अनि अस्ति गत चैतमा मात्रै उहाँ चाहिँ इन्डियाबाट चाहिँ फर्केर नेपाल आएको। त्यो अवस्थामा अब त्यो घरमा चाहिँ कमाउने व्यक्तिको रूपमा चाहिँ निज मृतकको श्रीमान मात्रै भएको अवस्था र श्रीमानले पनि अब पैसा दिएर चाहिँ श्रीमतीकै नाममा पठाउने र घर व्यवहार चलाउनुको लागि चाहिँ मेन पैसा अथवा अन्य आर्थिक कारोबार चाहिँ श्रीमती हेर्ने भएको कारणले थोरै ती कुराहरू चाहिँ त्यो आएका छन् आरोपितमा। अनि मानसिक समस्याको बारेमा त अब नर्मल मेडिकल चाहिँ हिजो भएको छ क्या, त्यसले त बाँकी कुरा चाहिँ अब हामी झट्ट हेर्दाखेरि उसको कुरा गराइ उसको व्यवहारबाट चाहिँ मानसिक समस्या हो जस्तो त्यस्तो लाग्यो। त्यहाँदेखि अब त्यस्तो केही छैन, त्यस्तो केही बुझिएको छैन। अब बाँकी अब सिआरसीहरू टिकटहरू चाहिँ पछि बिस्तारै चाहिँ उसले चाहिँ स्वीकारेको अवस्था चाहिँ योभन्दा अगाडि चाहिँ म कुनै त्यस्तो घटनाको सम्बन्धमा भएको थिएँ अथवा त्यो कुरा चाहिँ उसले लागेको थिएँ। अहिले उहाँमाथि कुन मुद्दा लागेको छ र कति दिन म्याद कर्तव्य चाहिँ म्याथ थप त भएकै छैन। अब आज म्याथ थप हुन्छ, केही कार्यक्रमको कारणले थोरै भएर चाहिँ हामी उयो गरेर राखेको आज हुन्छ म्याथ थप। अब समग्रमा भन्दा यो प्रकार मालाकृतिले उत्कृष्ट काम गरेको छ। जुन अवस्थामा लास फेला परेको छ, जसरी हत्या गरेको छ, यो चाहिँ अनुसन्धान गर्न निकै गाह्रो विषयवस्तु रहेको थियो। त्यसमा प्रकार मालाकृतिको जुन अनुसन्धान टिम हो उसले चाहिँ एकदमै उत्कृष्ट काम गरेको छ। म सराहना पनि गर्न चाहन्छु र उहाँहरूलाई जुन टिममा हुनुहुन्थ्यो उहाँहरूलाई म आज खुसी पनि गर्दैछु। धन्यवाद।